वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि अहिले चाहिँ साथीहरूमा रातिर हामीले सब्जी बजार पुग जानु लागेको छ। सब्जी किन्नु जानु आजको घर कस्तो हुन्छ मलाई बाइक आइरहेको छ। मलाई एक्सिडेन्ट गर्नु छ। साथी चाहिँ यता कुदिरहेछ। अगाडि जाऊ त साथी। कस्तो चाहिँ निस्किने रहेछ पुरै साथीले लेडिज साइकल। यो चाहिँ म चाहिँ फेरि अलि अप्ठ्यारो लाग्छ र कुदाउने गाह्रो हुन्छ नि त मेरो साइकल। त्यहाँको लाँदा अलिकति जानेछु कस्तो हुन्छ आजको भ्लग हेर्न जानु होला। अहिलेको भ्यू चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ। केटाहरू चाहिँ यहाँ सब्जी छान्दै टक्क लगाएर टक्क बजारको भ्यू चाहिँ यस्तो छ। बजारमा यहाँ चाहिँ फुल रहेछ अनि मौसम चाहिँ यस्तो भएको छ। साथीहरू त्यहाँनिर छान्दैछ सब्जी। म छान्नु जान्दिनँ अरे, त्यही भएर केटाहरूले छानिदिएको। साथी ल जाउँ, यति यति छान न जाउँ न। ल यहाँ चाहिँ साथीले पुरै छानेको हामी चाहिँ पर्खिरहेको छौँ। अहिले चाहिँ हामी बजारबाट काप्चान सिकाउनु केटाहरू चाहिँ यहाँ आउँदैछ है। जिल्ला भएर चाहिँ हाम्रो यहाँ केटाहरू आउँदैछ। अहिले चाहिँ म ट्याक्कै लागेर अनि केटाहरू उपर जाँदैछ साइकलमा हावा लाउने अरे। अनि ट्याक्कै पुग्यो केटाहरू। त्यो भएर अवस्था चाहिँ ट्याक्कै लाग्यो। अहिले फर्किँदै गरेको घर अनि खासै अब साह्रो घर बनाउनु पाइएन। यहाँनिर अब पक्कै पनि पछाडिको साउन्डहरू आइरहेको होला। अब केटाहरू पनि त्यहाँ गइरहेछ। यिनीहरू फेरि घर बनाउने अब अप्ठ्यारो लाग्छ। केटाहरू त्यहाँबाट निस्किने त पुरै गर्दैन त के गर्दैछ। म एक्लै आफ्नै घुम्न बस्छु। केटाहरू त्यहाँ साइकलमा हावा हाल्ने जारी छ है। हामी त्यहाँ साइकलमा हावा हाल्न आएको अनि केटाहरू हालिरहेछ यहाँनिर। बिजोक रमाइलो पो छ त। हावा पनि ठ्याक्कै गएछ कि बाइसेपहरू। बाइसेप फ्ल्याक्स नगरेको साथी हल्का आमा केटाहरू अब यस्तो छ केटाहरू यो समात्नुपर्छ क्या गइहाल्छ नि। भयो ल छोडिदियो हुन्छ। ए त्यस्तो पनि पो गर्नुपर्ने खोइ। अनि त्यसको बिर्को हुँदैन छोप्ने क्या त्यसलाई। कतिको चाहिँ भयो त भएको दाम त्यति। म केटाहरू मिस्त्री छ नि हौ। मिस्त्री अरे मेकानिक के भन्छ यसलाई। यतिको मात्रै छ केटाहरू। ल लाग्दैन साथी ल जाउँ। कति हो के हो दिइराख साथी। मेरो साइकल चाहिँ यहाँ छ है।
अहिले चाहिँ टक्क लाएर हामी घर फर्किँदै गरेको साथीहरू है। अनि अहिले यहाँनिर बत्ती साथी झापफुट गएकोले गर्छ। झापफुट भन्दा पनि यहाँनिर यो देखिँदैन क्या। अनि लाइट बालेर मैले त भ्लग गरिरहेको छु। कस्तो आउँछ हेर्दै गर्नु होला। अगाडिको भ्यू चाहिँ यस्तो छ। म साइकल यहाँनिर कुदाइरहेको छु। त्यस्तो यहाँनिर बेलुका यस्तो हुन्छ फेरि भिड हुन्छ कि लास्टै भिड हुन्छ। अब अहिले साथीहरूकै रुमतिर जानु लागेको म चाहिँ रात पनि परिसक्यो। रुम त जान्छु जानु त म अहिले एकछिन अब साथीहरूको रुमतिर निस्किन्छु। गर्दै गर्दै भ्लग कस्तो हुन्छ हेर्दै गर्नु होला। बाटो पनि एकदम डेन्जर छ। अनि यहाँनिर कुदाउँदै भ्लग गरिरहेको छु। त्यही भएर गाह्रो भइरहेछ। केटाहरू यहाँ पछाडि आउँदैछ कि छैन। साथी त्यो ढोका चाहिँ छोडेर त लाजै हुन्छ यार। इज्जतको पनि सवाल छ नि त। के अलिक राम्रो आउँदै छैन त के भएको? यो चाहिँ खासै हामीले उयो गरेको छैन कि जोख्ने छैन क्या। मेन कुरा चाहिँ त्यो भएर हो। तलमाथि नगरी म गरिदिन्छु नि। आदि सला कहाँ जान्छ अरे त्यो किन भएको छोरी अनि साथी ल साथी अनि सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। ल आजको ब्लग चाहिँ यहीँसम्म हुनेछ है त। अनि यहाँ साथीले चाहिँ टक्क खाना बनाएर खुवाउने अरे आज मलाई। त्यही भएर खानाहरू बनाउँदैछ है। म चाहिँ हेर्नु त्यही खुवाउँछु बसिरहेको र भन्दै आजको भ्लग यहीँसम्म हुन्छ है त। हेर्दै गर्नु होला भन्दै